भोट भोट केमा हाल्ने भन्यो दाजु? भोट केमा हाल्ने? रुखमा। रुखमा किन? घन्टीमा के भयो? घन्टी हामीले थाहै पाएन यहाँ टेका। घन्टी 4 नम्बरमा छ घन्टी 4 नम्बरमा। सुरुमा रुख छ त्यसपछि के अरे सुरुमा उ छ होइन सूर्य छ त्यसपछि अक्को के छ त्यसपछि अक्को के छ 3-4 नम्बरमा घन्टी छ। 4 नम्बरमा घन्टीमा भोट हालिएर जसरी पनि हेमराज थापा जिताउनु पर्दैन। अस्ति आएछ त नि अब म डाको लाइन त थियो हेमराज थापा भोट हालिएले के भोट हालिएले भनिकन हाम्रो पनि डाको लाइन हेरेर दिएल्नु पर्यो। होइन नि त त्यहीले डाको लाए बाजुरा त्यो बाजुराको डाको लायो। नेपालकाले पहिला कति मरे थियो भन त? याद छ कि मरे मान्छे मरे याद छ आन्दोलनमा? बे आफ्ना बिहे मरे देशका बिहे मरे हुन् ती आफ्ना बिहे मरेनन् देशका बिहे मरे हुन्। भोट हाल्नु घन्टीमा नि 5 वर्ष सुख शान्त पाउला देश विकास गरौँला भनेपछि घन्टीमा भोट हाल्नु नत्र रुखमा नि सूर्यमा नि उयो गुइँडा चल्लामा नि जहाँ पनि हाल्नु। बुझ्यौ कि नै दाजु? अब के गर्ने भयो? दिदी के गर्ने भयो? म त त्यही घन्टीमै हाल्ने हो घन्टीमा नि हो। दिदीको कुरो मकन चित्त बुझो। हो त्यो घन्टीमा भोट नहाल्ने त इन्डिया त खुमाइ भइगयो त मजाले घर आउन आवश्यक के थियो? बाहिर दुबई कतार मलेसिया साउदी अरबबाट आउँदा छन् घन्टीमा भोट हाल्नलाई। तिमी घर थी भइया मान्छे तल्ला गएको थियो घन्टीमा नि छापा निकन उयो मतपत्र के काटो त्यो पट्टाइकन आउँदा हाल्न के भयो? अप्ठ्यारो त केही नै। हामीले भोट हाल्न मिल्ने भए म त हाल्दिने छु यहाँ डाइरेक्ट घन्टी काना भित्रबाट जाली तानिकन पनि उँधो हाल्दिने छु हाल्न मिल्ने भए। अंकल र आन्टीको तल गएर चढाउँछ तोले खाले। म त म घर गन सम्झाएको छु मेरा घर 5 भोट आमाको बुवाको बजैको अंकलको आन्टीको घन्टी दै जानेछन्। मेरो नागरिकता नै मेरो नागरिकता भए पनि मेरो नागरिकता म 1800 पुगै नै दाजु 18 पुग्यो नै साउन 18 पुग्दैछौँ अक्को उमा घन्टीले केही यही 5 वर्षमा केही विकास गर भने अर्को चुनावमा घन्टीमा जान्छ। यो 5 वर्षसम्म गरौँ भने घन्टीमा मेरो अर्को चुनावमा जाँदैन सिधै कुरा। होइन घन्टीमा मेरो पो जान्न नै मेरो जाने भए म हाल्दिने छु यहाँ त। पुपु अहिले घन्टीमा नतरा बजे अन्ति कहाँ छ घन्टी? हो त्यो घन्टी जसरी हुन्छ घन्टीकन जिताउनु पर्यो घन्टीमा हो। बरु नेपाली कांग्रेस जिन्दाबाद मासुभात खाऊ एमालेको खाऊ कांग्रेसको खाऊ तर भोट चाहिँ घन्टीमा हाल है त दाजु। पक्का भयो घन्टीमा हो घन्टीमा। ल अबदेखि ल हेर्नुहोस् दर्शक महानुभावहरू 2टा भोट बढ्यो घन्टीमा खुर्सियालीको कुरो छ 2टा भोट बढ्यो। यसरी नै भोट बढाउँदै जानु होला सबैजना साथीहरूले।